सम्पूर्ण साथीहरुमा नमस्कार। आज 2082 8 महिना 26 गते चाहिँ नेपाल प्रहरी है 8 महिना 26 गते नेपाल प्रहरीमा विभिन्न पदहरुमा नेपाल प्रहरीको विभिन्न पदहरुमा मा चाहिँ विज्ञापन आह्वान गरिएको छ, जसमा जनपद प्रहरी समूहतर्फको लागि भनेर विज्ञापन आह्वान गरिएको छ, जसमा विज्ञापन दुईटा पदहरुमा आह्वान गरिएको छ। एउटा रहेको छ प्रहरी निरीक्षक अर्थात इन्स्पेक्टर र अर्को रहेको छ प्रहरी सहायक निरीक्षक अर्थात असै है असै इन्स्पेक्टरको भ्याकेन्सी अनाउन्स गरिएको छ। आज 8 महिना 26 गते भ्याकेन्सी प्रकाशित गरिएको हो, जसमा इन्स्पेक्टर तर्फ खुल्लाबाट 12 जना, महिलाबाट 2 जना, आदिवासी जनजातिबाट 3 जना, मधेसीबाट 3, दलितबाट 1 गरेर जम्मा 21 जनाको लागि विज्ञापन आह्वान गरिएको छ भने असै तर्फको अमर अशक्त परिवार प्रहरी परिवार तर्फबाट 8 जना, खुल्लाबाट त भइहाल्यो 236 है। त्यसैगरी महिलाबाट 38 जना, आदिवासी जनजातिबाट 65 जना, मधेसीबाट 65, दलितबाट 29, पिछडिएको क्षेत्रबाट 10 जना गरेर असै तर्फ जम्मा 438 जनाको लागि विज्ञापन आह्वान गरिएको छ। यसको लागि तपाईले फर्म भर्नको लागि नेपाल प्रहरीको वेबसाइट nepalpolice.gov.np भित्र गएर त्यहाँ करियर भन्ने अप्सन हुन्छ। करियर भित्र अनलाइन एप्लिकेसन भन्ने अप्सन फर्स्टमै आउँछ, त्यहाँ गएर फर्म भर्न सक्नुहुन्छ। अनलाइन फर्म नै भर्ने हो है। दरखास्त मिति भनेको छ प्रहरी निरीक्षक यानी कि इन्स्पेक्टरको हकमा दरखास्त मिति 2082 9 महिना 6 गतेदेखि 10 महिना 5 गतेसम्म तपाईले अप्लाई गर्न सक्नुहुन्छ, दरखास्त दिन सक्नुहुनेछ। र प्रहरी सहायक निरीक्षक यानी कि असैको हकमा चाहिँ 2082 9 महिना 9 गतेदेखि 2082 10 महिना 8 गतेसम्म तपाईले दरखास्त यानी कि फर्म भर्न सक्नुहुनेछ। अनलाइन संकलन गर्ने अनलाइन दरखास्त संकलन तथा दर्ता हुने स्थान भन्छ। दर्ता कहाँ गर्न सक्नुहुन्छ यहाँ भनेको छ। प्रहरी निरीक्षकको लागि प्रहरी उपत्यका कार्यालय काठमाडौँ, त्यसैगरी कोशी प्रदेशको कार्यालय विराटनगर, मध्य प्रदेश प्रहरी जनकपुर, त्यसैगरी बागमती प्रदेशको प्रहरी कार्यालय हेटौडा, पोखराको लागि गण्डकी प्रदेशको लागि पोखरा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, अनि कर्णाली प्रदेशको लागि सुर्खेत र सुदूरपश्चिमको लागि धनगढीमा यहाँ सम्पर्क नम्बरहरु पनि दिएको छ। यहाँ सम्पर्क गरेर तपाईले दरखास्त संकलन गर्न सक्नुहुन्छ। असैको हकमा चाहिँ कोशी प्रदेश तालिम केन्द्र विराटनगर, त्यसैगरी मध्य प्रदेश तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराजमा पनि रहेको छ। त्यसैगरी यो बागमती प्रदेशको लागि दुधौली सिन्धुली, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल रूपन्देही, त्यसैगरी कर्णाली प्रदेश तालिम केन्द्र सुर्खेत अहिले चाहिँ कहाँ भनेको छ नेपालगञ्जमा रहेको छ, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज। दरखास्त दस्तुरको कुरा गर्दाखेरि इन्स्पेक्टर तर्फको लागि अनलाइन मार्फत पेश गर्दाखेरि रु 1200 बुझाउनु पर्छ। एक भन्दा बढी समूहबाट भर्दै हुनुहुन्छ भने 240 रुपैयाँ थप तिर्नु पर्नेछ। जस्तै खुल्लाबाट र महिलाबाट गर्दै हुनुहुन्छ भने खुल्लाको 1200, त्यसैगरी 240 चाहिँ महिलाको भनेर थप बुझाउनु पर्नेछ समावेशीको लागि। प्रहरी सहायक निरीक्षक असैको कुरा गर्दाखेरि अनलाइन मार्फत पेश गर्दा रु 500 बुझाउनु पर्छ भने एक भन्दा बढी समूहमा दिने हो भने रु 100 थप बुझाउनु पर्नेछ है, रु 100 थप बुझाउनु पर्नेछ। उमेरहदको कुरा गर्दाखेरि प्रहरी निरीक्षकको लागि दरखास्त दिने अन्तिम मितिसम्म 20 वर्ष पूरा भए 25 नलागेको, तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनङ्कित प्रहरी कर्मचारीको हकमा 35 वर्ष, प्रहरी कर्मचारीको हकमा भने 35 वर्ष है। प्रहरी जवान वा प्रहरी अधिकृत आधारभूत तालिम लिएको हुनु पर्यो उनीहरुको हकमा। अनि प्रहरी कर्मचारीको हकमा चाहिँ संशोधन हुनु अगाडिको नियम अनुसार भनेको छ बहालवालाको हुनुहुन्छ भने 40 बमोजिम 25 वर्ष नलागेको भन्छ प्रहरी नियम अनुसार 25 वर्ष नलागेको। सहायक प्रहरी निरीक्षक यानी कि असैको लागि चाहिँ अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 24 वर्ष नलागेको हुनुपर्छ है। अनि प्रहरीको हकमा कोही आन्तरिकबाट दिनुहुन्छ, कोही अनङ्कित प्रहरी हुनुहुन्छ भने 35 वर्ष नलागेको र आधारभूत तालिम लिएको हुनुपर्छ भनेको छ है। न्यूनतम योग्यताको कुरा गर्दाखेरि यहाँ के भनेको छ प्रहरी निरीक्षक इन्स्पेक्टरको लागि शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोतरा ब्याचलर गरेको हुनु पर्यो है। नैतिक पतन कुनै फौजदारी अभियोग नहुनु पर्यो, मानवाधिकारको उल्लङ्घन नगरेको हुनु पर्यो, राजनैतिक दलमा हुनु भएन, आतंककारी संगठनको पनि हुनु भएन। उचाइ छाती र तल भन्छ। पुरुषको हकमा घटीमा 5 फिट उचाइ, 5 फिट 2 इन्च उचाइ,
छाती 31 देखि 33 सम्म हुनु पर्यो र तौल 50 केजी हुनु पर्यो है पुरुषको हकमा। महिलाको हकमा उचाइ घटीमा 5 फिट, मिनिमम 5 फिट, तौल कम्तीमा 42 केजी हुनु पर्यो है। आँखा -2 वा +2 भन्दा बढी कमजोर नभएको हुनु पर्यो है। त्यसैगरी प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिता प्रमाणपत्र हुनु पर्यो। परीक्षा सञ्चालन हुने बेला चाहियो र नेपाली नागरिक हुनु पर्यो। भने प्रहरी सहायक निरीक्षकको हकमा शैक्षिक योग्यता कुरा गर्दाखेरि शिक्षण संस्थाबाट प्रमाणपत्र तह भनेको +2 गरेको हुनु पर्यो र अरू कुरा यहाँ ख देखि झ सम्म भन्छ, अरू माथिको जस्तै यहाँ यो दोस्रो ख देखि यो झ नम्बरसम्म अरू सबै उचाइ, त्यसैगरी हाइट उचाइ भइहाल्यो, तौल भइहाल्यो, अरू कुराहरू सबै त्यही अनुसार हुनु पर्यो है। दरखास्तका साथ के चाहियो भने नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकता लग्नु पर्यो तपाईले। हालसालै खिचेको पुरै मुखाकृत देखिने, दुवै कान देखिने ORMS को आवश्यकता अनुसार अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम भन्छ, अनलाइन फर्म भर्ने बेला त्यो अनुसार फोटो हुनु पर्यो। पुरुषको हकमा दाढी र कपाल काटेको हुनुपर्छ है। आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र प्रत्येक तहको क्यारेक्टर है, अनि थाइ प्रोभिजनल र ट्रान्सक्रिप्ट या मार्कसिटहरू हुनु पर्यो। नेपाल बाहिर छ भने इक्विभ्यालेन्ट हुनु पर्यो। अमर शक्त परिवारको लागि त्यो पुष्टि हुने केही कागज नाता प्रमाणहरू हुनु पर्यो। आदिवासीको हकमा नेपाल आदिवासी जनजाति उत्थानबाट ल्याएको त्यसमा सूचीकृत हुनु पर्यो। मधेसीको लागि पनि सेम है, राजपत्रमा सूचना प्रकाशित गरे बमोजिम हुनुपर्छ भन्छ। दलितको लागि पनि सेम हुनुपर्नेछ। दरखास्त बुझाउने दस्तुर या दरखास्त दर्ता तथा दस्तुर बुझाउने विधि भन्छ। तपाईले अनलाइनबाट फर्म भर्नु होला है। अनलाइनबाट फर्म भर्ने बेला नेपाल प्रहरीको वेबसाइटमा गएर त्यहाँनिर करियर भन्ने बटन छ, त्यहीभित्रबाट फर्म भर्न सक्नुहुन्छ। युजर नेम र पासवर्ड लगइन गरेर फर्म भर्नु होला। दरखास्त सबमिट गरेपछि एप्लिकेसन आइडी त्यहाँ गरेर एप्लिकेसन आइडीबाटै त्यही लगइन गरेरै भित्रबाट कनेक्ट आइपिएस, ई सेवा या खल्ती या आइएमई पेबाट तपाईले पैसा तिर्न सक्नुहुनेछ है। त्यहाँ तिर्न सक्नुहुन्छ। परीक्षण विधि भन्छ। परीक्षाको विधि कस्तो हुन्छ? पहिला प्रारम्भिक स्वास्थ्य परीक्षण हुनेछ, प्रारम्भिक स्वास्थ्य परीक्षण हुनेछ। त्यसैगरी विस्तृत स्वास्थ्य परीक्षण हुन्छ र लोकसेवा आयोगले लोकसेवा आयोगको कार्यालयबाट तोकिएका केन्द्रहरूमा परीक्षा सञ्चालन गरिनेछ, जसमा MCQहरू हुनेछ पहिला। त्यसैगरी वस्तुगत बहुत्तर प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजीमा क्यापिटल ABCD लेखेर दिनुपर्नेछ है MCQ भित्र। त्यसपछि विशेष स्वास्थ्य परीक्षण हुनेछ र त्यसरी सक्षमता परीक्षण या अन्तर्वार्ता हुनेछ। र परीक्षा सञ्चालन हुने स्थान चाहिँ प्रदेश प्रहरी कार्यालयहरूमा हुनेछ है, प्रदेश प्रहरी कार्यालयहरूमा। र विस्तृत स्वास्थ्य परीक्षण चाहिँ यो नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा र अन्तर्वार्ता चाहिँ नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा हुनेछ प्रहरी निरीक्षकको हकमा। भने असैको हकमा चाहिँ प्रदेश तालिम केन्द्रहरूमा हुनेछ भने प्रारम्भिक स्वास्थ्य परीक्षण पनि त्यही हुनेछ प्रदेश केन्द्रमै, प्रदेश तालिम केन्द्रहरूमा। र विस्तृत स्वास्थ्य परीक्षण पनि केन्द्रले तोके अनुसार हुनेछ। र नेपाल प्रहरी अस्पताल अनि महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षण वा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सक्षमता परीक्षण अन्तर्वार्ता सञ्चालन हुनेछ। सम्पर्क स्थानहरूको लागि यहाँ कुरा गरिएको छ। शारीरिक स्वास्थ्य परीक्षण तन्दुरुस्तीको लागि 2082 10 महिना 21 गते नेपाल प्रहरीको वेबसाइटमा प्रकाशित गरिनेछ भन्छ। कहिले सम्पर्क मिति है। अनि असैको हकमा चाहिँ यो प्रारम्भिक स्वास्थ्य परीक्षणको सम्पर्क मिति 2082 10 महिना 25 गते वेबसाइटमा प्रकाशित गरिनेछ है। यो चाहिँ आज नेपाल प्रहरीमा इन्सपेक्टर र असैको लागि एकदमै ठुलो मात्रामा विज्ञापन प्रकाशित गरिएको छ। यदि तपाईको क्वालिफिकेसन म्याच हुन्छ भने तपाईले फर्म भर्न नसुटाउनु होला है।